हेलो गुड इभिनिङ एभ्रिवान। आज चाहिँ म रातिमा भ्लग बनाउँदैछु। आज चाहिँ मेरो छुट्टी थियो, त्यही भएर दिनभरि सुत्यो। अब चाहिँ रातिको समय यसो ग्रान्ड मलसम्म जाऊँ भनेर रातिको भ्लग बनाउँदैछु। अन्तिमसम्म हेर्नु होला। मन परेमा लाइक कमेन्ट एन्ड मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। सपोर्ट मी गाइज प्लिज। आज चाहिँ म र मेरो दाइ जाँदैछौँ एकदमै जाडो छ गाइज, तर नि छुट्टीको सदुपयोग त गर्नु पर्यो। हामी चाहिँ पहिला यता नेपाली मार्केट हुँदै ग्रान्ड मल जाने हो। हामी चाहिँ गाइस नेपाली मार्केट आइपुग्न लाग्यो। यता देखिँदै गरेको चाहिँ ग्रान्ड मल हो। प्लान चाहिँ फर्स्ट यहाँ नेपाली मार्केट गएर ग्रान्ड मल जानेछ। अब हेर्नु के हुन्छ। ल गाइस हामी चाहिँ नेपाली रेस्टुरेन्ट आइपुग्यौँ। नेपाली मार्केट चाहिँ सबै नेपाली दाजुभाइहरूले सञ्चालन गरेको पसलको। ल गाइस दाइले चाहिँ सामान किनेर गइसक्नुभयो। भोलि ड्युटी जानुपर्छ भनेर मेरो चाहिँ छुट्टी थियो र म चाहिँ ग्रान्ड मलसम्म जाने भनेर निक्लिएँ। हेर्दै गर्नु गाइस, विदेशमा यात्रा गर्दा चाहिँ पैदल यात्रा गर्दा चाहिँ सिग्नलमा चाहिँ एकदमै ध्यान दिनु पर्ने हुन्छ। कति बेला आएर गाडी ल्याउनु चाहिँ थाउँदैन। यहाँ 100 भन्दा कम्ती स्पिडमा गाडी नै कुद्दैन। त्यही भएर म चाहिँ सिग्नलमा आइपुगेँ ट्याक्कसँग। यो हरियो बल चाहिँ अनि मात्रै जान्छु म चाहिँ। यसरी हरियो बलेको छ, अब चाहिँ जान मिल्छ। पहिले चाहिँ यहाँबाट बाटो थियो, अहिले चाहिँ यहाँ केही काम हुँदै रहेछ। त्यही भएर यो बाटो बन्द गरेछ। त्यही भएर म अर्को बाटोबाट जान्छु। अर्को बाटो ल गाइस म चाहिँ प्लाजा महल आइपुगेको छु। म चाहिँ प्लाजा महल हुँदै ट्याक्कै ग्रान्ड मल जानेछु। मेरो टार्गेट नै ग्रान्ड मल हो। किनकि यहाँ थोरै सामानहरू लिनु छ, त्यहाँ अलि राम्रो सामान पाउँछ। त्यही भएर म त्यहाँ जाँदैछु। ल गाइस हेर्दै गर्नु।
यो चाहिँ प्लाजा मल हो। शुक्रबारको दिन चाहिँ यहाँ एकदमै भिड हुने गर्दछ। मेरो चाहिँ शनिबार भएर आज चाहिँ यस्तो भिड छैन, एउटा दुईवटा मान्छे मात्रै छ। शुक्रबारको दिन चाहिँ यहाँ पाइला चाल्ने ठाउँ नै हुँदैन। अहिले प्लाजाबाट चाहिँ निक्लिसकेको छु। अब यता ग्रान्ड मल जाँदैछु। मैले चाहिँ सपिङ पनि गरिसकेको छु टन्नै। अब चाहिँ म चाहिँ रुमतर्फ लागेँ। फाइनली गाइस म चाहिँ रुम आइपुगिसकेको छु। अब मैले के सपिङ गरेर म तपाईँलाई देखाउने छु, हेर्दै गर्नु। बात गरौँ त्यो चाहिँ ओखर वालनट, अनि यो चामल भइगयो, अनि त्यो चाहिँ मैले जुत्ता लिएको एक्सर्साइज गर्नुको लागि, रनिङ गर्नुको लागि जुत्ता भइगयो। हेर्न सक्नुहुन्छ एकदम सजिलो हुन्छ रनिङ गर्नको लागि। यो ओट्स भइगयो, यो चाहिँ म डेली खान्छु ओट्स। अनि यो छ ब्रेड, अनि मैले चाहिँ यो बन पनि ल्याएको छु। धेरै दिनपछि स्कुल लाइफको सम्झना आयो, त्यही भएर कफी निक्लिने। यो चाहिँ भइगयो केरा, प्री-वर्कआउट मिल भन्छ यसलाई चाहिँ। म चाहिँ एक्सर्साइज गर्नुभन्दा अगाडि सधैँ एउटा केरा खाने गर्छु। अनि यो भनेको मौसमी फलफुल, अम्बक भन्छ हामीले। अनि यो चाहिँ मेरो फेभरेट भइगयो डेट्स, मेजदुल डेट्स। यति नै सपिङ गरेँ मैले चाहिँ। ल गाइज, आजको लागि गुड नाइट। अर्को ब्लगमा भेटौँला। धन्यवाद।